तेरै ज्यानको कुरा हो रोक नइस के तेरै अब खरखरे खरखरे बनाइरहन्छ फेरि नमात तँलाई मैले म्यासेन्जरमा एउटा भिडियो पठाएको हेरेको थियो सो गाइज अब चाहिँ हामी घरबाट हस्पिटलको लागि सुई लगाउनको लागि घरबाट निस्किँदैछौँ चाहिँ यो हातमा यसमा सुई छिराउनु पर्छ फेरि गएर भाइ चाहिँ म पिक गर्न आइसकेको छु अब चाहिँ हामी निस्किन्छौँ यो चाहिँ हाम्रो बाबु कान्छा हो कहाँ छ कालो चिल कहाँ छ कालो चिल हामी चाहिँ हस्पिटलको लागि घरबाट निस्किसक्यौँ बाबु कान्छा र म यो रमाइलो रमझम दसैँ आए जस्तो छ गाई दसैँ होइन दसैँ गइसक्यो कान्छा अब तिहार आउँछ बाबु यो कान्छा चाहिँ रोशनको रुम हो यो चाहिँ हाम्रो गेट हो टर्निङ सो आज चाहिँ ट्राफिक अलिकति कम भएको छ किनभनेपछि आज मन्डे ट्युसडे हो ट्युसडे पनि अलिकति ट्राफिक भएर होइन हामी चाहिँ खुलुत्तै निस्किसक्यौँ अब हामी हस्पिटल लगभग कति छ भनौँ यहाँ यो राइट साइड हस्पिटल हो हामी चाहिँ यही हस्पिटलमा ट्रिटमेन्ट गरेर जाँदैछौँ हाम्रो गाडी पार्किङ एरिया चाहिँ यतै हो होइन ल हामी चाहिँ हस्पिटल के छ कान्छा भन्नु केही छैन ठिक छ बवाल छ तेरै ज्यानको कुरा हो रोक नइस के तेरै अब खरखरे बनाइरहन्छ फेरि नमात मैले पनि बाल काट्नुपर्छ चट्ट मैले काट्ने होइन मैले मिलाउने मात्र है तल ब्लेड लगाएर काट्नुको अर्थ कपाल काटेपछि अनि यो चाहिँ यो घाँस खाने भैँसी अझै यिनी तल जोत्न थालेर यहाँ आछन् त्यहाँ देखा तिमीलाई गोरु जोतेका गयो खेताला कन्नु भागिदिन्छ छाडेको छ यिनी छिटकाउन आज त्यसको त आयो हो काल भएर मात्र हो मैले म नुहाउने भने ल दोस्त अब टक्क हामी चाहिँ अब नुहाइ धुवाइ फेरि सुरु हुन्छ झट्ट होइन मलाई लोटाउनु